यो चाहिँ यसलाई 1000 रुपैयाँ भर्खर दिएको दाइले कसलाई देखाएर आउँछ रे कुकुरा र कुकुरलाई जा देखाएर आइज हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल है आज चाहिँ म दसैँको लागि केही भोजहरू बनाउँदैछु सो कस्तो बन्छ के बन्छ के बनाउँछु म त्यो देखाउन जाँदैछु तपाईँहरूलाई है आफ्टर लङ टाइम मैले धेरै भयो ब्लग नहालेको किनभने ड्यु टु बिजी स्केड्युल मैले चाहिँ अलि बनाउनु भ्याएन है सो आज चाहिँ मैले दसैँको मिनी भ्लग रेडी गरेको छु है लेट्स चाहिँ कस्तो बनाएछ के बनाएछ म देखाउँछु है त आज दुईजना मिलेर मलाई पुरा भोज बनाउन सघाइरहेको छ एउटा सानी भयो एउटा ठिली भयो यिनीहरूले केलाएर मलाई पुरा हेल्प गरिरहेछ क्युट सिस्टर्स छोडाइरहेछ मेरो छोरीले ह्यापी दसैँ भन्दियो थ्याङ्क यू भने ह्यापी दसैँ भन्दियो एकचोटि ह्यापी दसैँ भन्दियो ह्यापी दसैँ फेरि एकचोटि ह्यापी दसैँ भन्दा भन्दा कोक पुगिसक्यो मेरो छोरीले म गरिदिन्छु आज चाहिँ अलि लेट होला जस्तो किनभने अब अगर छोडाउँदैछौँ हामी धेरै पो बनाउनु पर्ने छ कसरी छोडाउँदा छोडाउँदा दिक्क लागिसक्यो गाह्रो छ दृष्टि किन र अनि किन नलगाएको त तिमीले यस्तो के भने यस्तो लेजीहरू लाउनु मन लाग्यो अरे अल्छी लाग्यो अरे एउटाले के भने तिमीलाई चाहिँ केही लाउनु मन छैन कतिखेर ल्याउनु दृष्टि एकछिन पछि लाउँछु उसले आज त फेस्टिभल छ है राम्रै राम्रै बनाएको छ बल्ल यसले ज्ञान लगाइरहेछ आज मलाई यिनीहरूले फुल हेल्प गर्नुपर्छ यार मलाई कसरी बनाउनु यत्रो नत्र त कम हेर्दा बोर लागिसक्यो बनाउनु कसरी भनेर ठट ओन एन्ड ओन्ली बेस्ट कुक माई हेल्पर मेरो भान्जी दृष्टि श्रेष्ठ मलाई फुल्ली सपोर्ट गरिरहेकी छि जे मन लाग्छ ट्राई गर्दैछि मलाई सघाउँदैछि म जस्तो छु मेरो कार्बन कपी यता छ हैन दृष्टि छोड त ए ट्र्याक पनि सेम हो नि त हामीको यहाँ बन्दैछ हाम्रो अचार यहाँ बन्दैछ हाम्रो भटमासको अचार यहाँ कराउँदैछ तास सो बल्ल मेरो सबैजना टिम पार्टनरहरू आउँदैछन् हामी एकछिनमा तास खेल्नेछौँ अब म के बनाउँछु गाइज हेरौँ के सक्छ के बनाउन सकिन्छ के बनाउन लाग्नु भएको मामा भाले सो यहाँ चाहिँ हाम्रो 4 केजीको भाले छ 4 केजी होइन 4 केजी हेर्न यहाँ कत्रो गुड्डा 4 किलो वाला भाले यो चाहिँ दिव्यान्सीको लागि हो दिव्यान्सी हेर तिमी खाऊ यो दिव्यान्सीको लागि अब यो 4 केजीको भालेलाई हामीले पालिरहेको छौँ दृष्टि यत्रो बनाउनु पर्छ कसरी बनाउने हाउ एउटा भाले 4 किलोको छ किन हाम्रो आज त हाम्रो फार्मकै हो यो होइन त दृष्टि हाम्रो फार्ममा दसैँको लागि कुखुरा चाहिएको नि जति पनि छ जिउँदो कुखुरा पाले मजाले वास गरेको छैन के गर्छ बिना वासिङ त के पनि बनाउनु हुँदैन क्या वास चाहिँ गर्नुपर्छ वास एकदम इम्पोर्टेन्ट छ बिफोर कुकिङ होइन जे पनि वास गर्नुपर्छ चाहे त्यो जेसुकै होस् मासु होस् भेज होस् होइन भारी छ 4 केजी छ नि त अब हामी कराई निकाल्छौँ पर्छ त दृष्टि यसमा 4 किलोको खै धेरै छ है अरूलाई जस्तो लाग्दैन पोलिसै हेर्नुहुन्छ भनेको पोललाई तल त उनी रहेछ ह्यान्डल त्यो हामी के बनाउने
पहिला हामी भाले बनाउने भाले यहाँ तेल राखिसक्नु परेछ त्यस तेल भएन कहाँ 4 किलोलाई चाहिन्छ नि यत्रोको लागि ल बढी भयो अहिले निकाल्नु ल हुँदैन त्यस्तै हुन्छ यता खोइ त अब तेललाई तातिदिने अब मासुलाई तेलमा राखियो त्यो त हेर्दा मिठो होला जस्तो है त्यस्तै हेर्न सक्नुहुन्छ अझै बाँकी छ आधी बाटाबाट राख अटेन हाम्रो सामको कुखुरा अटेन होइन अटाइदिने हो कसरी बनाउनु होइन त्यस्तै यत्रो ठुलो कराईमा नि अटेन 4 किलोको भाले आजको हाम्रो उ नै त्यही भयो हाइलाइट यति धेरै छ अब अलिकति अट्यो यसलाई चलाइदिउँ नि जेल यहाँ उ छ यसले चलाउँदा हुन्न हुन्छ ल है म अब 4 किलोको भाले हाम्रो आफ्नो फोनको भाले चलाउँदैछु गाइस कसरी बन्छ थाहा छैन तर आज चाहिँ गाह्रै हुनेवाला छ मलाई नट इजी टु कुक चलाउन नि सक्दैन त्यो आदिमा त बनाउनु पर्ने होइन त्यस्तै अटाउँदैन होला पोखिन्छ जस्तो म पोलिन सक्छु म ट्राई गर्दैछु हामी ट्राई गर्दैछु अब टमाटरहरू प्याजहरू कहाँ हाल्ने निकाल्नु त आधी निकाल्नु पर्ने अवस्था छ यहाँ अटाएन भने अटाउँदैन जस्तो छ अब निकाल्नु पर्यो बनाउँदैछौँ हेर्दै जाउँ के हुन्छ निकाल्नु पर्छ होला वा निकाल्नु पर्दैन होला यो कराईमा 4 किलो जाला जस्तो छैन यसमा अब गोलभेडाहरू झन् गाह्रो हुनेवाला छ आज मलाई अलिक बनाउने बोर लगाएर त म खतरा बनाउँछु है हामी चाहिँ नेवारी भोज यसरी रेडी गर्छौँ गाई जसले जे सक्छ त्यही चाहिँ हेल्प गरेर होइन अब यहाँ मेरो दाइले अब बफको लागि हेल्प गर्दै हुनुहुन्छ मेरो ठुलो दिदीले टमाटर काट्दै हुनुहुन्छ मम्मीले प्याज काट्दै हुनुहुन्छ सानो दिदीले अचार बनाउँदै हुनुहुन्छ होइन एक्लैले त सक्दैन आज त मलाई नि गाह्रो होला जस्तो लाग्यो धेरै बनाउनु पर्ने छ बिस्तारै रेडी हुँदैछ हाम्रो सबै चिज अब यहाँ पनि केरो पनि उस्न्याङ्स भइसकेको छ उस्न्याङ्स अचारको मास्टर हुनुहुन्छ उहाँ मास्टर निलम एउटा 4 किलोको भाले बन्दैछ गाइज अब म भोलिको लागि देखाउँछु है त एउटा भाले चाहिँ यहाँ राखेको छ हामीले भोलि हाम्रो गेस्ट पनि धेरै छ यो चाहिँ भोलिको लागि बफ पनि रेडी गर्न जाँदैछौँ हामी अब बिस्तारै के बन्छ म लास्टमा सब देखाउँछु है मेबी आइ एम नट एबल टु सो यु फुल्ली होइन तर लास्टमा चाहिँ आइल ट्राई टु सो यु एभ्रिथिङ है गाइस मैले एकैचोटि बनाएर छु है एउटामा चिकन बनाएर छु एउटामा म चना बनाउँदैछु अनि नेक्स्टमा चाहिँ हाम्रो आलु उसिनिराखेको छु मैले नट इजी है भोज बनाउनु त्यति सजिलो पनि छैन है त्यति सजिलो पनि छैन आजको मेरो काम भनेको चाहिँ दिनभरि बनाउने हो सो म बिस्तारै बफ बनाउँदैछु बिस्तारै चिकन बनाउँदैछु है यो मेरो आफूलाई खाना मन नलागे पनि मेरो फ्यामिलीहरूलाई चाहिँ बनाएर खुवाउनुपर्ने हुन्छ मैले सो म बिस्तारै कुकिङ गर्दैछु है त गाह्रो आम टायर्ड गाइस थाकिसक्यो एक्लैले बनाउँदा है ल फाइनली हाम्रो चिकन पनि रेडी भइसकेको छ यहाँ है यो चाहिँ मैले बनाएको चिकन हो सो यो रेडी भइसकेको छ मैले आज सानो भोज बनाएको छु होइन यो चना छ त्यसपछि केराउ छ त्यो चिउरा भइहाल्यो है यो चटनी भयो
यो छोइला भयो, त्यसपछि यो चाहिँ पिरो आलु भयो। सो गाइस फाइनली मैले सबै बनाइसकेको छु हैन, यो मेरो रेडी भइसकेको छ। आफ्टर अल हार्डवर्क है मैले चाहिँ सब भइसकेको छु है बनाएर एक्लैले। सो अब सानो फ्यामिलीको लागि चाहिँ दसैँको लागि भोज बनाइसकेको छु। अब एकछिनपछि म खाने छु अनि म भन्ने छु कस्तो बनाएछ है त। एउटा प्राउन चाहिँ छुटेछ गाइस। सो अब प्राउन बनाउनु बाँकी छ। अब प्राउन बनाइसकेपछि चाहिँ सक्यो है, आजको मेरो सबै काम सक्यो। राम कस्तो बनाएछ? कस्तो बनाएछ गाइस? कस्तो बनाएछ मम्मी? थम्स अप। ल सबैलाई ह्याप्पी दसैँ है, राम्ररी बस्नु, खुसी भएर बस्नु, स्टे सेफ। स्पेसली जेन्जिसहरू चाहिँ है, अब दसैँ नि खासै दसैँ जस्तो चाहिँ छैन है। अब सबैलाई थाहा नै छ कारण के हो होइन, म त्यसमा गइनँ होइन। सो ह्याप्पी दसैँ, स्टे सेफ एन्ड प्रोटेक्ट योर सेल्फ, टेक केयर अफ योर मम एन्ड ड्याड होइन। दसैँको लागि त हजुरहरूलाई धेरै धेरै शुभकामना एन्ड ह्याप्पी दसैँ।